हे गाइज, वेलकम टु मोटर च्यानल। अनि के छ खबर? र मैले आज फेरि पनि एउटा नयाँ कम्पेरिजन भिडियो लिएर आइसकेको छु, जुन चाहिँ रहेको छ टिभीएस राइडर भर्सेस हिरो एक्सट्रिम 125R। यो दुईटा गाडी 125 सीसी को टप लिडिङ बाइक हो र यो दुईटा गाडीमा के कस्तो ह्युज डिफरेन्स छ त आउनुस् डिटेलमा हेरौँ। टिभीएस राइडरको डिजाइन हेर्न सक्नुहुन्छ। एग्रेसिभ लुक्समा आउँछ भनेदेखि हिरो एक्सट्रिम 125R चाहिँ एग्रेसिभ भन्दा पनि अलिकति शार्प स्पोर्टी लुक्समा आउँछ। एक्सट्रिम हल्का बल्की र 150 सीसी बराबरको जस्तो गाडी देखिन्छ। तर टिभीएस राइडर चाहिँ हिरो एक्सट्रिम भन्दा अलिकति सानो र अलिकति मिडियम साइजको गाडी हो। टिभीएस राइडरमा फ्रन्टमा एलईडी डीआरएल र फुल एलईडी हेडलाइट सेटअप छ। एक्सट्रिम 125R मा पनि एलईडी डीआरएल र फुल एलईडी हेडलाइट सेटअप छ। टर्न सिग्नल टिभीएस राइडरमा हेलोजन बल्बमा आउँछ। यसमा हजारलाइट स्विचको अप्सन चाहिँ छैन। तर एक्सट्रिम 125R मा एलईडी टर्न सिग्नल पाउनुहुन्छ भनेदेखि यसमा हजारलाइट स्विचको अप्सन पनि दिएको छ। रेयर टेल लाइट टिभीएस राइडरको एलईडी मा र हिरो एक्सट्रिम 125R को पनि एलईडी मै छ। अब डिफरेन्स भनेको यिनीहरुको फिचरमा छ। टिभीएस राइडरमा फुल डिजिटल एलसीडी मिटर कन्सोल आउँछ। यसको आईजी असिस्ट मोडलमा चाहिँ फुल डिजिटल टीएफटी मिटर कन्सोल पाउनुहुन्छ। यसमा ब्लुटुथ कनेक्टिभिटी पनि छ र अरु बेसिक भनेको ट्याकोमिटर, ओडोमिटर, फ्युल, टाइम, गियर पोजिसन इन्डिकेटर र यूएसबी चार्जिङ पोर्ट छ। अनि यसमा इन्टेलीको अटो स्टप स्टार्टको अप्सन पनि पाउनुहुन्छ। एक्सट्रिम 125R को फिचरमा चाहिँ फुल डिजिटल एलसीडी मिटर कन्सोल पाउँछ भनेदेखि यसमा तपाईले टीएफटी मिटर चाहिँ पाउनुहुन्न। र अरु भनेको सेम ट्याकोमिटर, ओडोमिटर, फ्युल, टाइम, गियर पोजिसन इन्डिकेटर र यूएसबी चार्जिङ पोर्ट छ। यसमा इन्टेलीको अटो स्टप स्टार्टको अप्सन चाहिँ पाउनुहुन्न। तर यसको नन एबीएस भेरिएन्टमा चाहिँ तपाईले आइथिरेस पाउनुहुन्छ। अब आइथिरेस भन्दा चाहिँ तपाईलाई इन्टेलीको अटो स्टप स्टार्टको अप्सन। अर्को डिफरेन्स यिनीहरुको सस्पेन्सनमा छ। टिभीएस राइडरको फ्रन्टमा 30 mm को टेलिस्कोपिक फर्क पाउँछ भनेदेखि हिरो एक्सट्रिम 125R मा चाहिँ 37 mm को टेलिस्कोपिक फर्क पाउनुहुन्छ, जुन चाहिँ टिभीएस राइडरको भन्दा 7 mm ले ठुलो छ। र 125 सीसी सेकेन्ड नै 100 भन्दा ठुलो फ्रन्ट टेलिस्कोपिक फर्काउने गाडी भनेको यही हिरोको एक्सट्रिम 125R हो। रियर सस्पेन्सनमा टिभीएस राइडरमा 5 स्टेप एडजस्टेबल मोनोसक सस्पेन्सन पाउँछ भनेदेखि हिरो एक्सट्रिम 125R मा चाहिँ 7 स्टेप एडजस्टेबल प्रीलोड मोनोसक सस्पेन्सन छ। टिभीएस राइडरको फ्रन्टमा 240 mm को पेडल डिस्क र यसको रियरमा 130 mm को ड्रम ब्रेक छ। तर यसमा एबीएस चाहिँ अहिले पाउनुहुन्न। र एक्सट्रिम 125R को फ्रन्टमा 276 mm को डिस्क र यसको रियरमा 130 mm को ड्रम ब्रेक छ। एक्सट्रिममा नर्मल डिस्क पाउनुहुन्छ, तपाईले यसमा पेडल डिस्क चाहिँ पाउनुहुन्न। र टिभीएस राइडरको भन्दा 36 mm ले ठुलो पनि छ। र यो गाडी तपाईलाई सिंगल च्यानल एबीएस सँगै आउँछ। टिभीएस राइडरमा इको र पावरको राइडिङ मोड पनि पाउनुहुन्छ भनेदेखि हिरो एक्सट्रिम 125R मा चाहिँ कुनै पनि राइडिङ मोड पाउनुहुन्न। इन्जिनको कुरा गर्नु पर्दाखेरि टिभीएस राइडरमा 124.8 सीसी को सिंगल सिलिन्डर एयर इन ओइल कुल्ड 3 valve एफए इन्जिन पाउँछ भनेदेखि यसले 12.9 PS को म्याक्स पावर र 11.5 Nm को म्याक्स पिक टर्क प्रोड्युस गर्छ भनेदेखि यो गाडी तपाईलाई 5 स्पिड गियरबक्स सँगै आउँछ। र हिरो एक्सट्रिम 125R मा चाहिँ 124.7 सीसी को सिंगल सिलिन्डर एयर कुल्ड 4 स्ट्रोक एफए इन्जिन पाउँछ भनेदेखि यसले 11.4 PS को म्याक्स पावर र 10.5 Nm को म्याक्स पिक टर्क प्रोड्युस गर्छ भनेदेखि यो गाडी तपाईलाई 5 स्पिड गियरबक्स सँगै आउँछ। पावर पर्फर्मेन्स यो दुईटै गाडीको सेम छ। तपाईलाई त्यस्तो ठुलो डिफरेन्स चाहिँ केही पनि छैन। त्यही पनि तपाईलाई हिरो एक्सट्रिम 125R को भन्दा टिभीएस राइडरको पावर चाहिँ 1.5 PS ले हाई छ भनेदेखि यसको टर्क पनि 1 Nm ले हाई छ। र आईजी असिस्ट मोडलसँग चाहिँ यसको पावर सेम छ भनेदेखि यसको टर्क चाहिँ 1.25 Nm ले हाई छ। सेफ्टीमा दुईटै गाडीमा साइड स्ट्यान्ड इन्जिन कट अफ सेन्सर छ। इन्जिन स्टार्टमा तपाईले टिभीएस राइडरमा सेल्फ स्टार्ट मात्रै पाउनुहुन्छ भनेदेखि हिरो एक्सट्रिम 125R मा चाहिँ तपाईले सेल्फ प्लस किक स्टार्ट पनि पाउनुहुन्छ, जुन चाहिँ तपाईलाई एउटा यो प्लस पोइन्ट पनि हो। फ्युल ट्याङ्क कपासिटी टिभीएस राइडरमा 10 लिटर छ भनेदेखि यसको माइलेज तपाईलाई 60 to 65 किलोमिटर पर लिटर रहेको छ। र हिरो एक्सट्रिम 125R को पनि फ्युल ट्याङ्क कपासिटी 10 लिटर छ भनेदेखि यसको माइलेज पनि तपाईलाई 60 to 65 किलोमिटर पर लिटर रहेको छ। डाइमेन्सनको कुरा गर्नु पर्दाखेरि टिभीएस राइडरको सिट हाइट 780 mm, ग्राउन्ड क्लियरेन्स 180 mm र यसको वेट भने तपाईलाई 123 kg छ। अब हिरो एक्सट्रिम 125R को डाइमेन्सनको कुरा गर्नु पर्दाखेरि यसको सिट हाइट 794 mm, ग्राउन्ड क्लियरेन्स 180 mm र यसको वेट भने तपाईलाई 136 kg छ। अब यिनीहरुको प्राइसको कुरा गर्नु पर्दाखेरि टिभीएस राइडरको बेस मोडललाई 2,76,900 रुपैयाँ, एफए मोडललाई 2,79,900 रुपैयाँ र आईजी असिस्ट मोडललाई 3,09,900 रुपैयाँ छ। त्यसैगरी हिरो एक्सट्रिम 125R को सिंगल च्यानल एबीएस को प्राइस 3,18,900 रुपैयाँ छ भनेदेखि यसको नन एबीएस को प्राइस तपाईलाई 2,90,000 रहेको छ।